स्वागत छ जयपुरको दोस्रो भागमा। आज चाहिँ हजुरलाई आमेर फोर्टको दृश्यहरू देखाउनेछु। आमेर फोर्ट चाहिँ भारतको राजस्थान राज्यको जयपुर सहर नजिकै आमेरमा अवस्थित एक भव्य र ऐतिहासिक किल्ला हो। यो अरावली पहाडको टुप्पोमा रहेको छ। यसको तल रहेको माउठा तालको दृश्य सुन्दर छ। यो चाहिँ पर्यटकको दृष्टिकोणले हेर्न लायक ठाउँ हो। यो चाहिँ युनेस्को वर्ल्ड हेरिटेज साइटमा पनि पर्दछ। धेरै रमाइलो दृश्यहरू देखिन्छ। साथै यही पार्ट पनि धेरै नै थियो। हामी आमेर फोर्टको बाहिरी भागबाट भित्र प्रवेश गऱ्यौँ। देख्न सक्नुहुन्छ यहाँ मान्छेहरूको भिड देखिन्छ। यस किल्लाभित्रको मुख्य आकर्षणहरूमा चाहिँ शीश महल पनि एउटा रहेछ। त्यहाँ पुगेर हजुरहरूलाई देखाउनेछु। यो किल्ला चाहिँ राजस्थानको गौरवशाली इतिहास, राजपूत राज्यहरूको भव्य जीवनशैलीको प्रतीक पनि मानिँदो रहेछ। सकिन्छ मान्छेहरूको भिडभाड, साथै साइडमा मान्छेहरूले केही बेच्ने सम्म राखेका छन्। यो चाहिँ आमेर फोर्टको अपोजिट साइडको दृश्य हो। यहाँ पनि चौरको बिचमा एउटा महल पनि देख्न सकिन्छ। यो किल्ला चाहिँ हिन्दू र मुगल वास्तुकला शैलीको उत्कृष्ट मिश्रण पनि मानिँदो रहेछ। माथिको द्वारबाट प्रवेश गऱ्यौँ। भन्नुपर्दा आमेर फोर्ट घुम्न लायक ठाउँ रहेछ। पछिल्लोपट्टिको भागमा चाहिँ यी बस्तीहरू पनि देख्न सकिन्छ। अहिलेदेखि यो किल्ला चाहिँ कृपया राजा मान सिंह प्रथमद्वारा सन् 1592 सुरु गरिएको। चाहिँ 11औं शताब्दीमा अछौहा राजपूत वंशका राजाले महिलाहरूबाट यो किल्ला कब्जा गरेर यहाँ राजपूत वंशको जग बसाल्न थाले। अब हामी प्रवेश गऱ्यौँ शीश महलतर्फ।
चाहिँ सिसै सिसाले बनेको महल हो। बगैँचा पनि थियो त्यसको अगाडितिर। सिसमहलको भन्दा पनि माथिको ठाउँबाट देखिने दृश्य हो। निस्किने द्वार रहेछ। प्रवेशद्वार र निस्किने द्वार चाहिँ फरक चाहिँ राम्रो रहेछ। तलतिर झर्ने क्रममा लाग्दैछ। भिडियो कस्तो लाग्यो हजुरलाई? मन परेमा लाइक, सब्सक्राइब, सेयर बटन पनि